हेलो गुड मर्निङ। आज चाहिँ म घरको बाहिर आएको छु फुलहरू रोप्नु लागि। आज मेरो जरिनियमहरू चाहिँ अब सानो सानो पटमा छ, कोही डबल छ कि अब सबै रोपिदिनु पर्यो भनेर यहाँ माटोहरू रेडी गर्दैछु। यो चाहिँ पत्कर माटो हो अनि यो चाहिँ गाईको मल हो पुरानो, अनि यो दुईटा मिसाएर चाहिँ अब रोपिदिनु पर्यो भन्दैछु किन मेरोमा अरू केही छैन मलहरू। अनि यो चाहिँ पटको चाहिँ पुरानो माटो थियो, त्यो पनि मिसाइदिएको यहीँ मिसाएर सबै रेडी गरेर चाहिँ रोप्नु लागि तयार गर्दैछु। अन्त अरू मलहरू केही छैन नि त, बोन मिलहरू यस्तोहरू केही छैन। गाईको मल र पत्कर अनि अलिकति माटो मिसाएर चाहिँ बनाउँदैछु रेडी। मेरो माटो चाहिँ पुरानो थियो अनि रेडी भइसक्यो अरे, लु रोप्नु पनि थालेँ। म चाहिँ जरिनियमहरू मेरोमा कोही डबल डबल थियो, कोही चाहिँ सानो सानो मैले बिरुवा राखेको थिएँ नि कटिङहरू, तिनीहरू रेडी भएछ अनि रोपिदिनु पर्यो भनेर नि, किनभने सानो सानोमै पटमा बस्यो भने चाहिँ ठुलो हुँदैन भनेर मैले सबै रोपिदिनु पर्यो भनेर आज गर्दैछु। किनभने पुरा जाडो छ यहाँ चाहिँ, बेसी उयो होइन मर्छ भन्दै गर्दैछु। यो चाहिँ निमखली थियो मेरोमा अलिकति हो, अनि बोन मिल चाहिँ मेरोमा एक मुठी यस्तो मात्रै थियो। अनि त्यहाँदेखि यो चाहिँ के अरे, यो किरा नलागोस् भनेर यो पनि थियो, पेस्टिसाइड्सको दबाई भनौँ न, यो पनि थियो, यो पनि हालेँ मैले। अनि त्यहाँदेखि यो हालेर सबै गरेर मिक्स गरेर चाहिँ रेडी गरेँ। अलिकति भएको चाहिँ हालेँ। त्यहाँदेखि फेरि जरिनियमहरू कोही कोही चाहिँ डबल झ्याङहरू ठुल्ठुलो भएको थियो, तिनीहरू रोपिदिँदैछु। मेरोमा चाहिँ खालि बेसी जस्तो जरिनियम छ, किनभने मलाई चाहिँ फुलिरहने फुल मनपर्छ नि। अनि त्यो कोही सिजनल फुल चाहिँ अब एक सिजन फुल्छ अनि फेरि फुल्दैन, यो चाहिँ अब 12 मासै फुलिबस्छ भनेर म चाहिँ खालि जरिनियम मात्रै रोप्दैछु। तर मेरोमा राम्रो भेराइटीको छैन, मेरोमा विशेष लोकल मात्रै छ। अनि त्यही लोकल भए पनि अब डबल डबल हुन्छ बेसी, किनभने एउटै बिउ कटिङ राखेपछि अब त्यसकै त हुन्छ, निस्किन्छ। र भए पनि रोपिदिउँ न, यसो फुल्दा त कति राम्रो देख्छ भनेर चाहिँ रोप्दैछु अहिले मैले। अन्त मेरोमा चाहिँ पटहरू छैन अहिले, अनि जे पाएँ जस्तो पट छ पुरानो थोत्रे सबैमा रोपिदिन्छु, पछाडि किनेर सार्छु भनेर रोप्दैछु। अनि यसलाई चाहिँ टेबल रोज रहेछ यो बाहिर एउटा मैले पहिले रोपेको थिएँ भुइँमा, त्यसको पनि बिजोक भएछ। अनि फेरि भुइँबाट उखालेर चाहिँ पुरानै यो पटमा पनि रोपिराखौँ न, भोलि पर्सि नयाँ पट किनेर सार्नु पर्यो भन्दै मल लगाएर रोप्दैछु यसलाई पनि। यो चाहिँ पिङ्क कलरको रहेछ टेबल रोज। अन्त यिनीहरू भाँच्यो, यसो रोप्दा रोप्दै भाँच्यो भन्दै साइडमा निकाल्दै हाल्दै रोप्दैछु। फुल त साह्रो माया लागिहाल्छ नि। अर्को भाँचेको थियो त्यसको हाँगा, त्यसलाई पनि यसमा भए पनि सारिराखौँ भनेर नि। अब फुल माया गर्ने भएपछि केही फ्याँक्नु मन पर्दैन फुलहरू। अनि त्यहाँदेखि यो चाहिँ रेड कलरको टेबल रोज हो, यो चाहिँ बोट पनि मर्नु आँटेछ। मैले चाहिँ भित्र नआँटेर भुइँमा निकालिदिएको थिएँ बाहिर त कस्तो हुन्छ नि, त्यसले गरेर चाहिँ दुःख भएछ भनेर फेरि लिएर रोपेको। अनि हेर्नु न जरिनियमको कटिङहरू बुढो बुढो भइसक्यो, यहीँ सार्नु नपाएर नभ्याएर पनि। अब पट नभएर पट किनेर गर्छु भन्दाखेरि अब पट किन्नै भ्याएन हो मलाई चाहिँ। अनि अलिक उता जाँदाखेरि किन्नु पर्यो पट भन्दै, अलिक सस्तो पर्छ नि, यहाँ चाहिँ निकै महँगो पर्छ अनि भन्दै चाहिँ मैले किनेको थिइनँ। अब यहाँ भए पनि सारिराख्नु पर्यो भन्दै सबै मल माटो लगाएर सारिदिएको छु। अनि अब यिनीहरू मजाले फुल्नु थाल्छ नि, अब मार्च अप्रिलतिर त मजाले फुल्छ यिनीहरू हो। अनि त्यतिखेर त ढिलो हुन्छ, अहिले सारिराख्नु पर्यो, अलिक भए पनि ठुलो हुन्छ भनेर चाहिँ मैले गर्दैछु। अनि उता चाहिँ म पट खोज्न जाँदै थिएँ, पट नपुगेर पट छैन रहेछ भित्र भन्दै बरेन्डाबाट फेरि त्यहीँ मिलाएर रोपौँ यतैतिर भन्दै आएर चाहिँ फेरि रोप्नु थालेको थिएँ कालो प्लास्टिकमा मात्रै। म चाहिँ पट खोजेको थिएँ, पटै छैन रहेछ। अनि यस्तो गर्दै रोप्दैछु। रोपिसकेर चाहिँ त्यहाँदेखि उब्रेको माटोहरू फेरि सबै उठाएर चाहिँ बोरामा हालिरहेको, भोलिपछि फेरि मल माटोसँग मिक्स गरेर रोप्नुपर्छ भनेर माटो खोज्नु जानु कम्ती साह्रो पर्दैन भन्दै। अनि यहाँ चाहिँ म अघि रोपेको सबै फुलहरू धोइधाइ गरेर चाहिँ सबै मैले यहाँ खिड्कीमा राखेको छु। आज खिड्कीमा राखेर भोलि घामले नभेटोस् भनेर त सेट साइडमा लिएको छु, किन घामले भेट्यो भने मर्छ भनेर। सबै जरिनियम छ मेरोमा चाहिँ बेसी जस्तै। अन्त यिनीहरूलाई सारिरहेको छु। अनि पटहरू चाहिँ मलाई आफै हेरेर पनि विरक्त लाग्दैछ, कति पुरानो नराम्रो देख्दैछ हो। अब अर्को पालि चाहिँ पटहरू लिएर सबै सार्छु फुललाई भन्दै गर्दैछु। अनि मेरो जरिनियमहरू चाहिँ छिटो ठुलो हो भनेको, मजाले फुलोस् भनेको, हेर्दा पनि लोभलाग्दो भएर फुलिरहेको देख्दा चाहिँ खुसी लाग्छ नि भन्दै त्यहाँदेखि यिनीहरूलाई यहीँ राखेको छु अब 1-2 दिन। अनि त्यहाँदेखि चाहिँ मेरो बरेन्डाको फुल हेर्नुहोस् न, बरेन्डामा चाहिँ मैले यस्तो खालको राम्रो चाहिँ बरेन्डामा राखेको छु, किनभने बाहिर राख्यो भने चाहिँ कसै मान्छेलाई पनि मन पर्यो भने उठाएर लगिदिन्छ।
अनि त्यसो गर्दा आफूलाई कस्तो मन दुख्छ हैन राम्रो राम्रो फुलहरू बाहिर राख्नु मन दुख्छ अर्कोले लगिदियो भने आफूले कस्तो स्याहारेको हुन्छ कहाँबाट किनेर खोजेर ल्याएको हुन्छ अनि अर्को त के छ उठाएर लगिदिने त हो लाने मान्छेलाई त भनेर मैले राम्रो जति चाहिँ सबै यहाँ भित्र बरेन्डामा रोपेको छु जाली लगाएर अनि बाहिर चाहिँ यस्तै डबल फुलहरू अब बेसी भएको फुलहरू चाहिँ निकाल्दैछु बाहिर तिनीहरू फुल्नु त कस्तो राम्रो फुल्छ नि भोलि पर्सि फुल्दा त हो अनि भित्र चाहिँ अहिले भरिसक्यो मैले अलिक राम्रो राम्रो खालको फुलहरू राखेको छु अनि त्यहाँ कोही कोही चाहिँ एकदम बोटहरू अल्गो जाँदैछ किनभने घाम राम्रो भेट्दैन भित्र चाहिँ बाहिर राखौँ भन्दा लगिहाल्छ नरोपौँ भन्दा रोप्नु मनपर्छ कस्तो मलाई फुल अनि त्यस्तै हुँदै कोही डबल डबलहरू छ अनि रातो फुलहरू छ यहाँ यो रातोको स्याप्लिङ हो ठुलो भएकै छैन यो पनि अनि यो चाहिँ राम्रो फुल भनेर लिएको अहिलेसम्म फुल्नु सकेको छैन फुल्छ कि भनेको फेरि फुल्नु आँट्दा पहेँलो पो हुँदैछ उसको फुल्ने त्यो त बर्ड्सहरू त अन्त यसलाई चाहिँ फुलेपछि हेर्नु मन परेको छ साह्रो मैले किनेर माथि थिम्पूदेखि लिएर आएको अहिलेसम्म फुलेको छैन 3टा झ्याङ बनाइसकेँ त्यसको फुल्नु मात्रै आँट्दैछ फुलेको चाहिँ छैन अनि वाइटहरू छ रेडहरू छ मेरोमा पिङ्कहरू छ अनि यस्तै गर्दै यो बेगुनियाहरू पनि फुलिसकेकोहरू छ यसको चाहिँ आलुको लागि राखेको भएपछि फेरि नेक्स्ट सिजनको लागि भन्दै अनि ओरेन्जहरू छ त्यस्तै गर्दै बेसी भेराइटी त छैन डबल डबल छ र भए पनि अब झ्याप्पै फुल्दा त कस्तो राम्रो देख्छ मनै खुसी भएर आउँछ भन्दै रोपेको छु है साथीहरू हजुरहरूले मेरो च्यानललाई लाइक सब्सक्राइब गरिदिनुहोस् होला अनि भइसके सेयर पनि गरिदिनुहोस् होला मेरो च्यानल चाहिँ न्यू हो भन्दै नेक्स्ट भिडियोमा भेटौँ बाई बाई हजुर सबैजनालाई